बांसकड़ी बाजार में अवस्थित बिहानी आर्ट्स गैलरी के संचालक एक नारायण अधिकारी एक सफल व्यवसायी के रूप में चिन्जी ठैं। वहाँ अपने गाउँ ठाउँमा बैठ के कुछ करूँ कहना सोचले व्यवसाय सँगसँगै सामाजिक काममा फेर अग्रसर रठैं। उद्यमशीलताको विषयमा म आज तपाईको अगाडि उभिरहेको छु। सायद अघि धेरै विद्यार्थी साथीहरूले वैदेशिक रोजगारको कुरा गर्नुहुँदा म पनि सायद आज कुनै वैदेशिक रोजगार हो कुनै देशमा वैदेशिक रोजगार गरेर हुन्थे, आय आर्जनलाई जोड गरेर हुन्थे र फेसबुकमा चाहे सकारात्मक चाहे नकारात्मक टीका टिप्पणी स्टाटस हालेर सायद कसैलाई गाली गरेर हुन्थे, कसैलाई उचालिरहेको हुन्थे, कसैलाई थेचारिरहेको हुन्थे। हाम्रो मानसिकता यस्तै बन्दैछ हुन्थे र ममा एउटा यो ऊर्जा म 10 कक्षा पढ्दै गर्दा नै मेरो परिवार, मेरो दाइ जसलाई मैले जीवनकै मेन्टरको रूपमा हेर्छु, मेरो महेश अधिकारी दाइ जोसँग सिप थियो, उहाँसँग एउटा डिजाइनिङ आर्ट हस्तलेखनको सिप थियो। त्यो सिपको गतिशीलतासँगै दाइले ममा त्यो सिप सिकाउनु भयो, त्यसलाई ट्रान्सफर गर्नुभयो। मैले त्यो सिप सिक्ने प्रयत्न गरेँ र आफ्नो पढाइ र आफ्नो सिपलाई यो बाँसकड़ीको बजारमा बेच्ने, त्यसको उपयोगितामा ल्याउने प्रयत्न गर्दै गर्दा थोरै आयोजनसँग जोडिँदै गरेँ र मेरो मनमा के जाग्यो भने म ब्याचलर पढ्न पनि बाँसकड़ी नै बस्छु, मेरो ठाउँमा सेवा गर्छु, मसँग आयोजन छँदैछ, यसलाई बढाउँदै लैजान्छु र स्थानीय बजारमै म खपत हुन सक्छु भन्ने एउटा कन्फिडेन्स बढ्दै गयो र विभिन्न सङ्घ संस्था, स्थानीय सरकार सबैसँग सहकार्य गर्दै स्थानीय बजारमा आफ्नो सिपलाई जति सक्दो बेच्ने प्रयत्न गरेँ र आफ्नो सिपमा निखारता ल्याउने पनि प्रयत्न गरेँ। जति निखारता आउँदै गयो उति सेल हुँदै गयो। तसर्थ सिपको विकास भएर नै, सिप भएर नै आज यो बजारमा छु र तपाईहरुको माझमा एउटा युवा उद्यमशीलता, युवा व्यवसायको रूपमा उभिएको छु। एक नारायण अधिकारी जस्तै सफल व्यवसायी लगायत शिक्षक, कर्मचारी हो स्थानीय सरकार बीच नेपाल स्काउट संस्था से कुछ दिन पहले बांसकड़ी नगरपालिका में एक दिने सचेतनामूलक तथा अंतरक्रियात्मक कार्यक्रम कर ले रहे। ये कार्यक्रम से उपलब्धिमूलक सिकाई हुई लेख बात बटवैठै नेरामावी लक्ष्मणपुर के विद्यार्थी रविन्द्र बीसी। आजको कार्यक्रम एकदमै राम्रो थियो, एउटा सकारात्मक भाइब्स दिने खालको कार्यक्रम थियो। विशेष गरी युवाको पक्षमा चाहिँ युवा र समाज सेवालाई कसरी जोड्ने भन्ने किसिममा चाहिँ आजको कार्यक्रम निकै सन्देशमूलक थियो र यस कार्यक्रमबाट हामी सबैजनाले चाहिँ सकारात्मक दृष्टिकोणले चाहिँ यस कार्यक्रमबाट फाइदाहरू पनि र कसरी चाहिँ आफूलाई स्थापित गर्ने, समाज सेवामा कसरी आफूलाई चाहिँ रूपान्तरण गर्ने भन्ने विषयमा पनि निकै कुराहरू चाहिँ आज हामीले जानकारी लिन पाएका छौँ। एक दिने सचेतनामूलक कार्यक्रममा धेर युवा विद्यार्थियों के स्वरोजगार बनाने के लागि स्थानीय सरकार के भूमिका बारे प्रश्न समेट कर ले रहे। वह प्रश्न के जवाब देती बांसकड़ी नगरपालिका के उप प्रमुख इन्दिरा कुमारी चौधरी। युवाहरूलाई देशमा उद्यमशीलता बनाउनका लागि शिक्षातर्फ हामी पढ्दै कमाउँदै कार्यक्रमको रूपमा 50 जना बढी लाई चाहिँ स्वयंसेवक शिक्षकको रूपमा खटाइरहेका छौँ र त्यस्तै गरी खेलकुदमा पनि बागडीका खेलाडी सधैँ अगाडि भन्ने हाम्रो नीति पनि रहेको छ र यसमा युवाहरूलाई विभिन्न खेलमा अवसरको रूपमा सम्मान गरिरहेको छ पालिकाले र शिक्षक सेवामा पनि 50 जना अहिले हामी लोकसेवाको लागि तयारी गराइरहेका छौँ। लोकसेवामा 125 जना हुनुहुन्छ। पालिकाले निःशुल्क रूपमा उहाँहरूलाई कक्षा सञ्चालन गरेर हामीले पालिकाले त्यसरी कार्यक्रम गरिरहेको छ र यो कृषितर्फ चाहिँ हामी बिउ, मल, कृषि औजार र अनुदानहरू पनि सहयोग गरिरहेका छौँ। जो बढी भैँसी पालनहरू गर्ने, बाख्रा पालन गर्ने, बङ्गुर पालन गर्नुहुन्छ भने उहाँहरूलाई पनि 50% मा अनुदान दिएर उहाँहरूलाई अगाडि बढाउनुपर्छ भनेर त्यसरी कार्यक्रमहरू गरिरहेका छौँ। मकैको, चोइटाको त्यस्तो टोपीहरू, झोलाहरू बनाउने, त्यसपछि यो ढकिया गोरीका तालिमहरू पनि, एडभान्स तालिमहरू पनि दिइरहेका छौँ र त्यसै गरी यो मुडाहरू बनाउने, गुडियाहरू बनाउने त्यस्ता किसिमका तालिम पनि पालिका मार्फत उहाँहरूलाई एउटा उद्यमशील बनाउनका लागि, उहाँहरूलाई आर्थिक रूपमा बलियो बनाउनका लागि पालिकाले यसरी काम गरिरहेको छ। नेपाल स्काउट संस्था से नेपाल में विगत वर्ष से नै युवा, विद्यार्थी, शिक्षक, स्काउट स्वयंसेवक तथा स्थानीय सरकार के प्रतिनिधि बीच युवन स्वरोजगार लिंक कैसे के आकर्षित करे सेक्जई
कृषि पेशाकिन मर्यादित और सम्मानित कैसी के बनाई सेक जैसिन खाले कार्यक्रम करती बात बटवैठै नेपाल स्काउट संस्था के प्रतिनिधि अमरेश सुनार। अहिलेको युथहरूमा के चलिरहेको छ भन्दाखेरि चाहिँ देशमा केही गर्न सकिँदैन, हामीले केही गर्नै हुन्न, हामी बाहिर गए मात्र कमाइ छ, यहाँ कमाइ छैन भन्ने खालको सोच छ। त्यो सोचलाई हामी परिवर्तन गर्नका लागि यस्तो जनचेतनामूलक कार्यक्रमहरू चाहिँ हामीले ल्याइरहेका छौँ। हामी बाहिर मात्र जानु हाम्रो एउटा आजभोलि बाध्यता भन्दा पनि अहिलेको युथमा चाहिँ रहर मात्र भइरहेको छ। त्यो खालको ट्रेन्डलाई चाहिँ हामीले परिवर्तन गर्नका लागि र अहिलेको युथहरूमा चाहिँ सकारात्मक परिवर्तन दिनका लागि हामीले यस्ता यस्ता कार्यक्रमहरू चाहिँ ल्याएर आएका हौँ। यो कार्यक्रम नेपाल स्काउट लुम्बिनी प्रदेशमा मात्र 10वटा जिल्लामा कार्यक्रम समापन गरिसकेको छ। ऐसिन के नेपाल स्काउट संस्था से युवाओं जिम्मेवारी सेवामुखी आत्मनिर्भर बनाइना उद्देश्यले मेरमेरिक तालिम क्याम्प तथा जीवन उपयोगी सिप कार्यक्रम संचालन करते आयल बा। ये कार्यक्रम से भर्खर के युवाओं सफलता के डगरलिंग डोरैना काम करले डेकजैट अनुज थारू गुरुबाबई फेम बाँसकरी बर्दिया।